सबैले नमस्कार। आज चाहिँ मेरो भ्लग धेरै दिनपछि आज सुरुवात भएको छ। सबैजनालाई फेरि पनि नमस्कार। र आज चाहिँ म गोठालो बाख्रा चराउन आएको छु। सरर बेसरी काम छ साथीहरु। छाता चाहिँ आज ल्याइएन। हाम्रो गाउँको चाहिँ यो मन्दिर देख्न सक्नुहुन्छ। यो शिवजीको मन्दिर सरर हाम्रो यो रङ चाहिँ येल्लोमा रहेको छ सरर। हाम्रो यहाँ चाहिँ यो घन्टी यो खाँबो गलिसकेको रहेछ है सर। देख्न सक्नुहुन्छ घन्टी देख्न सक्नुहुन्छ सरर। मन्दिर छाना चाहिँ यता टिनसिन चट्टा मिलाएर चाहिँ भित्रको चाहिँ देखाउँछु। चाहिँ यस्तो छ साथीहरु। यो तारहरु चाहिँ यस शिवरात्रिको दिन रमाइलो गर्नुको लागि तार जडान गरिन्छ। र यहाँको भित्रको चाहिँ यस्तो छ साथीहरु। देख्नुहुन्छ शिवजीको फोटो त्यही पनि घन्टी यता होल्डर छ। त्यही साथीहरु। साथीहरु म हजुरहरूलाई फेरि पनि देखाइदिनेछु। देख्नुहुन्छ सर चाहिँ स्ट्यान्ड पोस्टर सुटर छ, मूर्ति छ यहाँ साथीहरु। यता माथि चाहिँ भीमसेन मन्दिर नेवार जातिको चाहिँ दसैँ तिहारमा काटमार गर्ने मन्दिर। यता चाहिँ बाख्रा चरिरहेको छ सर। र यति भन्दै आजलाई छोटो मिठो ब्लग यति नै साथीहरु। नमस्कार, जय नेपाल।